डिसेम्बरको महिना थियो। सृष्टि काठमाडौँको एउटा अकाउन्टिङ फर्ममा काम गर्थिन् र निकै एक्साइटेड थिइन् किनभने क्रिसमस आउँदै थियो, जुन उनको मनपर्ने पर्व थियो। पूरा अफिस बत्तीहरूले चम्किरहेको थियो। मानिसहरूले क्रिसमस ट्री सजाइरहेका थिए र हरेक डेस्कमा सिक्रेट सान्ताको गिफ्ट राखिएका थिए। सृष्टिको डेस्कमा पनि एउटा सानो कालो बक्स राखिएको थियो, चम्किलो ग्लोसी पेपर र उनको मनपर्ने नीलो रिबनले सजिएको। सृष्टिले बक्स खोलिन्। भित्र एउटा सानो क्रिसमस ट्री डेकोरेसन थियो। साना क्रिसमस डेकोरेसन सृष्टिलाई सधैँ मन पर्थ्यो किनभने उनी आफ्नै घरको क्रिसमस ट्रीमा लगाउँथिन्। तर यो डेकोरेसन नयाँ थिएन। पुरानो, फाटेको र दाग लागेको थियो। एक हात टुटेको थियो, अनुहारको पेन्ट हटेको थियो र आँखाको सट्टा केवल 2 सेता डट मात्र बाँकी थिए। सृष्टिले बक्स तुरन्त फोहोर बिनमा फालेकी थिइन् किनभने उनलाई यो धेरै डरलाग्दो लागेको थियो। उनले आफूलाई अन्य काममा व्यस्त राख्न अफिसका साथीहरूसँग क्रिसमस सेलिब्रेट गर्न थालिन्। सृष्टिलाई लाग्यो कि सिक्रेट सान्ता गिफ्टको कहानी यही सकियो। तर राति उनी सुत्दा अचानक उनको आँखा अजीब हाँसोले खुल्यो। आँखाले हेर्दा त्यो सान्ता डेकोरेसन उनको ओछ्यानमा थियो, तर यसपालि मानिस जति ठूलो। सृष्टिले केही बुझ्नु अघि सान्ताले उनको घाँटी समात्न थाल्यो। सेता डट आँखा बिस्तारै ठूलो हुँदै गयो र त्यसबाट किरा निकालिएर सृष्टिको शरीरमा चढ्न थाले। सान्ता जोर-जोरले हाँस्दै भन्न थाल्यो, "भोलि दोस्रो गिफ्ट अवश्य खोल्नु।" अचानक सृष्टिको आँखा खुल्यो। चारैतिर केही थिएन। बिहान भइसकेको थियो। सृष्टिलाई लाग्यो सायद उनले नराम्रो सपना देखिन्। अफिस पुगेपछि उनको डेस्कमा दोस्रो गिफ्ट थियो। सृष्टिले बक्स खोलिन्। भित्र थियो एक ब्रासलेट। मानव कपालले ब्रेड गरिएको ब्राउन स्ट्र्यान्ड्स, हल्का कर्ल्स र बीचमा एउटा सानो धातुको दिल। पछाडि स्क्रैच मार्कमा लेखिएको थियो, "आई एम राइट हियर।" सृष्टिलाई यो देखेर उल्टी आइसक्यो। उनका कलिगहरूले मजाक गरे, सायद कसैले प्र्याङ्क गर्यो। सृष्टिले फेक मुस्कान दिएर काम गर्न थालिन्। तर ब्राउन कर्ली हेयर र दिलको ब्रासलेट उनलाई चिन्तित बनाइरहेको थियो। उनलाई लाग्यो यो कपाल उनलाई चिन्तित गर्ने कसैको हो। राति सृष्टिलाई फेरि डर लाग्यो। उनले आफ्नो ढोका बन्द गरिन्। त्यसपछि फेरि सान्ता क्लोजको हाँसोको आवाज आयो। आँखा खोले, कोही थिएन, तर हातमा केही खुरदुरो महसुस भयो। ब्रासलेट उही थियो। उनले तुरुन्तै काटेर फोहोर बिनमा फालिन्। फेरि सान्ताको हाँसोको आवाज आयो। घरभर फोन अफ थियो। लाइट अन गर्दा बल्ब फुटे। ड्रइङ रुममा खिड्कीबाट प्रकाश आइरहेको थियो। सान्ता ट्री वरिपरि काला गिफ्ट बक्स राखिरहेको थियो। उसको हातमा ब्रासलेट थियो। जोर-जोरले हाँस्दै सृष्टितिर आइरहेको थियो। सृष्टि डरले बेहोस भइन्। बिहान उठ्दा घर सामान्य थियो, तर डेस्कमा तेस्रो गिफ्ट थियो, एउटा पोलरोइड फोटो। फोटोमा उनको बेडरुम देखिन्थ्यो। कर्टेन्स, लाइट, बेडशीट उस्तै। कोनेमा धुन्दुली छाया, टोपी लगाएको सान्ता क्लज। सृष्टिले सिक्युरिटी र एचआरलाई बोलाइन्। क्यामेरा चेक गरियो। कोही आएको थिएन। मानिसहरूले स्ट्रेसको नतिजा भन्न थाले। सान्ता हरदम देखिन्थ्यो, हाँसो दिन होस् या रात। सृष्टि पागल हुँदै गइन्। अफिसको सबै क्युबिकल्स चेक गर्न थालिन्। घरमा पनि काला बक्स। क्रिसमस इभ राति 12 बजे ढोका खटखट भयो। हातमा चाकु लिएर खोलिन्। बाहिर कालो बक्स थियो। भित्र फाटेको इन्भेलप, "यु ब्रोक माई हार्ट एन्ड आई विल डिस्ट्रोय एभ्रिथिङ।" तल नाम थियो नीरज। नीरज सृष्टिको कलिग थियो। 1 वर्ष अघि क्रिसमसको दिन अचानक रिजाइन गरी गायब भएको। नीरज सृष्टिलाई धेरै मन पराउँथ्यो। सृष्टिले उसको प्रपोजल रिजेक्ट गरेपछि नीरज हरायो। सृष्टिले बुझिन्, सबै गिफ्ट्स, डेकोरेसन, ब्रासलेट नीरजले नै पठाएको। रुममा चिसो हावा आयो, सडेको मासुको गन्ध। सृष्टिले कानमा श्वास महसुस गरिन्। क्रिसमस ट्री अगाडि नीरज उभिएको थियो। ऊ फटेको सान्ता डेकोरेसनको लुगा लगाएको, भयानक देखिन्थ्यो। शरीर सडेको। सृष्टि डरले पासको वास लिएर मार्ने प्रयास। शरीरमा पार भयो। नीरज सृष्टिको प्रेममा आत्महत्या गरेको थियो। अब सृष्टिको पनि लिन आएको। भयानक चीख सुन्ने छिमेकी आए। पुलिसले ढोका खोल्यो। सृष्टिको शव सोफामा, आँखा कालो, शरीर चिसो। कोनेमा क्रिसमस ट्री, पुरानो फटी डेकोरेसन मुस्कुराइरहेको। पेडको तल काला बक्समा लेखिएको थियो, "मेरी क्रिसमस फ्रम सृष्टि एन्ड नीरज।" अनुसन्धान गर्दा सृष्टिको गार्डनमा अर्को शव भेटियो, 10-12 दिन अघि गाडिएको। शक चिन्ताजनक कुरा, त्यो नीरजको शव थियो।